गरिदिइसकेँ। हेलो एभ्रिवान, नमस्ते छोरले, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हामी रेडी भइसकेको छौँ किनभने आज चाहिँ हाम्रो फेयरवेल प्रोग्राम छ। प्रोग्राम भन्दा नि लन्च पार्टी छ, सो हामी चाहिँ रेडी भइसक्यौँ। यता छौँ सीमा। ऊ चाहिँ नयाँ मान्छेसम्म युट्युबमा देखेकै छैन। ऊ चाहिँ अङ्किता थापा सरी थापा। तिमीहरूलाई कस्तो लागिरह भन। एकदमै खुसी लागिरहेछ। 5 स्टार होटलमा लन्च खान जाने भनेर। अनि खुसी छ। जापान जाने भनेर, जापान छोडेर जाने भनेर। नेपाल जानु मन लागेछ कि नै? लाग्यो, कसैले लागेको छैन। हिजो अहिले भन्ने मात्र हो नेपाल। तिमीलाई चाहिँ कसरी लाग्यो बहिनी? हामी चाहिँ दुईजना साथी सोमा र सरलाई कुरिरहेको छौँ। अब चाहिँ हेरौँ के हुँदै जान्छ। म चाहिँ सायद यो चाहिँ जापानमा मेरो लास्ट भ्लग, सेकेन्ड लास्ट हुन्छ होला। रोन थाल्यो ऊ त पुरै कोरियन जस्तो देखिरह। सरु आयो सरु। हेलो, वेलकम टु माई युट्युब च्यानल। ऊ चाहिँ रेडी हुँदैछ गाइज। अब हेर्दै गर्नु होला। अब सोमा आउन बाँकी छ। अनि अरू साथीहरूको चाहिँ काम छ, उनीहरूलाई चाहिँ उतै होटेलमै गएर भेट्छु। उसको हेर्दै गर्नु होला। पछि उसको ल्यापटप हेर्नुपर्छ नि। हामी ठुलो ठुलो अनुहारहरू देख्छौँ। आफैलाई टिभीमा हेर्ने नि त। सोमा आयो सोमा। वेलकम वेलकम। वाउ आयो सरु। यो चाहिँ साँचो हरायो है गाइस। हामी चाहिँ गएको अब के गरेर मेरो कास्केट चाहिँ मेरै किचन हो कि म चाहिँ त्यो जहिले खाँदा खाँदा चाहिँ वाक्कै भइसक्यो मान्छे हो। तर नि अब अरू साथीहरूसँग गएर खाइदिउँ न, कति चोरी चोरी खानु। अरे अझै गेस्ट गर्नु जान आँट्यो। हाम्रो चाहिँ ट्रेन डिले भएर हामी यहाँ ट्रेन कुरिरहेछौँ। टाइम चाहिँ यति भइसक्यो। हामी चाहिँ यहाँ कुरिरहेको छौँ। अब सायद ढिला हुन्छ होला। ओरिएन्टेसनमा पनि त्यस्तै ढिला भएको थियो, फेयरवेलमा पनि। केही भन्न चाहन्छौ? पङ्क्चुअल, त्यही भएर तिमी हामीसँगै छ। ल साथीहरू, म देखाउँदै जानेछु। हेर्दै जानु होला त्यो के हुन्छ। यहाँ ट्रेन डिले भएर हामी चाहिँ एकदम टेन्सनमा ट्रेन कुरिरहेको छौँ। स्टेजमा आइसक्यो। लेट्स गो। ल सबजना भेट भइसक्यो है। हामी चाहिँ यहाँ अरू चाहिँ हाम्रो अरू दुईजना चाहिँ होटेलमै, अनि अरू पनि उतै होटेलतिरै अब भेट हुन्छ। बाई बाई। त्यही गरेर देखाउँछु म। काम गरेपछि फेयरवेल लन्चको लागि रेडी हुँदै अर्को करुणा। फाइनली हामी चाहिँ यहाँ सबजना भेट भइसक्यो यता लगरतिर। हामी चाहिँ खासमा यिनीहरूलाई कुर्न आएको हो। यताबाट इन्ट्री गर्दैछौँ। ढिला भइसक्यो त्यही भएर जानु पर्यो चाहिँ खासमा गेस्ट बन्यो भने। तर हामी चाहिँ यताबाट छिरिरहेछौँ। म अघि नि तिमी हुने त सरुको अगाडि त तिमी नदेखियो के भयो। हामी आइसक्न थाल्यो जाने ठाउँमा। म अलिअलि भिडियो बनाउँछु, हेरौँ कस्तो हुन्छ। मलाई अलिकति लाज लाग्छ कि पब्लिकमा भिडियो बनाउन। सो हेरौँ न कस्तो हुन्छ। ढोका खुल्यो। ल लाग न लाग। इन्ट्री सीमा किन होला लजाको। हामी चाहिँ इन्ट्री गर्ने ठाउँमा आइसक्यो। तपाईँहरूलाई यहाँ क्रिसमस देखाउँछु। अरू साथीहरू त आफै छैन भनेको त्यहाँ रहेछ फोटो खिच्नको लागि, त्यहाँ बसिरहेको छ। अहिले हाम्रो निराजन पनि भेटियो। Hello, konnichiwa, how are you? We are very excited to have a lunch in Cascade Cafe, the area where we work. So we're gonna stay there, you know. हेलो आशिष, वेलकम टु माई युट्युब च्यानल। हाल्दा हुन्छ नि। अरू साथीहरू चाहिँ उता उता छ, फोटोहरू खिचिरहेको। मैले काम गर्ने ठाउँ चाहिँ त्यहाँ हो है साथीहरू। अनि हामी खाना खाने ठाउँ पनि त्यहाँ हो। हामी अझै फोटो नखिच्नु। केही बोला न तिमीहरू। गाइजहरू आज हाम्रो फेयरवेल हो। आज त्यस्तो एकदमै चाहिँ डिनर लन्च गर्न आएको। लन्च गरेर केही खुसियाली छैन। यसपछि
होइन मलाई चाहिँ कस्तो भिआइपी जस्तो फिल भइरहेको छ किनभने गेस्ट बनेर आएको छ यसरी 5 स्टार होटलमा स्टार होटेलमा कहिले पनि जानै सकिँदैन थियो होला यसरी होटेलले नगराएको भयो होइन अब 2 दिन त हामी यहीँ बस्छौँ 2 दिन यहाँ बस्छ 14 गते आज चाहिँ डिसेम्बर 9 10 हो डिसेम्बर 10 अनि 11 दिनसम्म काम छ त्यसपछि 14 मा चाहिँ हामी होटेल लान्छौँ तर बिचरा उसको चाहिँ 15 सम्म काम छ त्यही भएर अलिक म एकदमै मेहनती छु नि त उनीहरू जस्तो अल्छी होइन नि त म काम गराइ हो क्या त्यही भएर अनि चाहिँ यता फाइनल यहाँ चाहिँ हाम्रो साथीहरू यता यहाँ चाहिँ हाम्रो नाम आइसक्यो यता चाहिँ चुकाउने सर भाइ हाम्रो सुपरभाइजर खानाहरू भनेकै छ आइरहेछ अनि सबजना यता यता टेबलमा सर्भिन के छ हेलो सर्भिन आशिष खाइसकेको ल खाऊ ल अङ्किता हजुर खाना आँटेको म पनि खान्छु अब यहाँ हेर्न सक्नुहुन्छ सबजना फोटो खिच्दै बसिरहने हाम्रो ग्रुप चाहिँ यिनीहरू है Happy birthday to you. Happy birthday, dear cousin. Happy birthday to you. Nice day, boy. काजी म त धेरै खाने काजी लजा कि तिमी आफ्टर लन्च हामी चाहिँ हाम्रो असली रूपमा आइसक्यो अब कामको लागि यतिसम्मको डेडिकेसन छ हुनुपर्छ है भगवान् यस्तो छ हालत टन्न खाएर ड्रेस लगाएर रेडी भएर अब चाहिँ जान थालेको सीमालाई कुरिरहेको छु त्यही त हो नि यहाँ जाने अब चाहिँ हामी काममा जान्छौँ अब हेरौँ के हुन्छ हामी चाहिँ हामीलाई पनि सोधेको थियो हामीले त झन् हामीले सोधेको के सोध्यो सानै फरक नि काम आउने गर्ने हो हामीसँग चाहिँ सेफ थियो सेफसँग के कुरा ओइ मेरो उल्ट्यो नि यार लिपस्टिक लाम कसै हाम्रो ओरिजिनल बिफोर भर्सेस आफ्टर सबैजना बिफोर आफ्नो काममा कामबाटै हामी चाहिँ यता लिफ्ट गरिरहेको छौँ हेलो एभ्रिवान आज चाहिँ डिसेम्बर 11 आज चाहिँ हाम्रो काम गर्ने लास्ट दिन हो अनि त्यसपछि चाहिँ हाम्रो छुट्टी छ 12 अनि 14 मा चाहिँ हामी फेरि यहाँदेखि यता होटेल सर्नुपर्छ अनि अहिले चाहिँ 9 बजिसक्यो म चाहिँ कामको लागि निस्किसकेको छु एकदमै चिसो छ काम पनि राम्रोसँग लागेको छैन तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँदेखि चाहिँ माउन्ट फुजी देखिन्छ उता साइडमा सानो म चाहिँ अब ट्रेन चढ्नको लागि जाँदैछु हेर्दै गर्नु होला काम चढ्दै हाम्रो काम सक्यो आज लास्ट डे के भन्न चाहनुहुन्छ अनि उठे बसेर भन्नु You are the superstar of hospitality field around the globe. So best of luck. That's it. Thank you so much. Last day हामी यसरी लुगा पोका पारेर अब यहाँ दिँदैछौँ बाई बाई सक्यो काम अब ओस्कार सामदेश एयरपोर्ट आइसकेछ है हाम्रो ल
The down for each held monthly for 1 hour organized by Azhar. यो चाहिँ हामी है दाइ ल बाई बाई होटेल चाहिँ गएको अब